ओम शान्ति। आज बाबाले वरदानमा भन्नुहुन्छ कि सङ्गम युगमा जो बच्चाले अतीन्द्रिय सुख पाउँछ उसलाई साथै शान्ति अनि खुसी दुवैको नशा हुन्छ। अतीन्द्रिय सुख भनेको के हो? इन्द्रियले भोग्ने सुख होइन, खाना, पैसा, मान सम्मान भन्दा माथिको सुख। बाबाको यादमा बस्दा आत्माले आफै महसुस गर्ने सुख, यसलाई अतीन्द्रिय सुख भन्छन्। अनि डबल प्राप्ति शान्ति अनि खुसीको कसरी हुन्छ? बाहिरको संसारमा शान्ति छ भने खुसी हुँदैन, खुसी छ भने शान्ति हुँदैन। तर बाबाको यादमा दुवै एकसाथ पाइन्छ, किनकि अतीन्द्रिय सुखमा दुवै समाहित छन्। अनि बाबाले भन्नुहुन्छ यो प्राप्ति किन यस समय सङ्गम युगमा अमूल्य छ? बाबाले भन्नुहुन्छ यो समयको प्राप्ति सारा कल्पमा हुन सक्दैन। सङ्गम युगमा सहजै छ, तर बाबासँगैको मिलन छैन। भक्ति मार्गमा याद छ तर प्राप्ति छैन। अहिले सङ्गममा मात्रै बाबा र वर्षा दुवै पाइन्छ। त हामी कति भाग्यशाली छौँ। अहिले सङ्गममा मात्रै शिव बाबालाई पनि पाएको छौँ अनि वर्षा दुवैलाई पाएको छौँ। अनि बाबाले भन्नुहुन्छ सङ्गममा अतीन्द्रिय सुख पाउनेलाई संसारको कुनै दुखले छौँदैन, किनकि उसँग शान्ति पनि छ, खुसी पनि छ। यो डबल प्राप्ति अहिले मात्र पाइन्छ, 84 जन्ममा कहिले पाइँदैन। मुरलीको मुख्य पोइन्ट्स यस प्रकार छ। बाबाले भन्नुहुन्छ भारत एउटा सचखण्ड हो, किनकि परमपिता परमात्माको जन्म भारतमा हुन्छ। बाबाले आएर श्रीमद् भगवत पढाउनु भएको छ। यो पढाइले हामीलाई श्रेष्ठ बनाउँछ। श्रीमद् अर्थात् श्रेष्ठ बनाउने पढाइ, देवीबाट देवता बनाउने पढाइ। यस बाबाले यस सङ्गम युगमा आएर हामीलाई पढाउनुहुन्छ। अनि ज्ञानको तीसरा नेत्र तिमी बच्चाहरूलाई मिलेको छ। हामीहरू जब ज्ञानमा थिएनौँ त हामीलाई आत्माको बारेमा थाहा थिएन, तर जब हामीले आत्माको ज्ञान पायौँ तब परमात्माको ज्ञान अनि पाप र पुण्यको ज्ञान पायौँ, तब हाम्रो तीसरा नेत्र खोल्दै गयो। त बाबाले भन्नुहुन्छ अनि ज्ञानको तीसरा नेत्र तिमी बच्चाहरूलाई मिलेको छ। बाबाले सङ्गममा आएर हामीहरूलाई राजयोग सिकाउनुहुन्छ, नयाँ दुनियाँ स्थापना गर्नु। राजयोग सिक्यौँ भने हामीहरू पतितबाट पावन बनिन्छौँ अनि नयाँ दुनियाँको स्थापन, स्वर्गको स्थापन गर्नेको निमित्त बनिन्छौँ। अनि बाबाले भन्नुहुन्छ अहिले संसारमा सबैजना दुखी छन्, सबैलाई घर फर्किनु छ। घर कहाँ हो भन्दाखेरि शान्तिधाम, परमधाममा फर्किनु छ भन्नुभएको छ बाबाले। कोही सूर्यवंशीमा गएर जन्म लिन्छन्, कोही चन्द्रवंशीमा। आफ्नो पढाइ अनि आफ्नो पद अनुसार कोही सूर्यवंशीमा अनि कोही चन्द्रवंशीमा गएर जन्म लिन्छन् भन्नुभएको छ बाबाले। अनि बाबाले भन्नुहुन्छ जे जति गरे नि पतितबाट पावन बनाने एउटै बाबा हुनुहुन्छ, एउटै परमपिता परमात्माले हामीलाई पतितबाट पावन बनाउनुहुन्छ। अरू जे जति गरे नि अरू केही पनि उपाय छैन भनेर बाबाले आजको मुरलीमा भन्नुभएको छ। अनि बाबाले यो भन्नुभएको छ कि यहाँ हो नै पतित दुनियाँ, यहाँ नो हेल्थ, नो वेल्थ अनि नो ह्याप्पिनेस। यहाँ अहिलेको कलियुग समयमा न खुसी छ, न सुख छ, न शान्ति छ। हेल्थ, वेल्थ, ह्याप्पिनेस सबै हराएको छ भन्नुहुन्छ बाबाले। अनि गृहस्थ व्यवहारमा रहेर पवित्र जरुर बन्नु छ। गृहस्थलाई पनि सम्हाल्नु छ अनि बाबाको घरलाई पनि सम्हाल्नु छ भनेर आज बाबाले भन्नुभएको छ। अनि यो पढाइ हो नै राजा रानी बन्ने। यस पढाइबाट हामीहरू राजा अनि रानी बनिन्छौँ। अनि आत्मा अमर छ, आत्मा कहिले जलेर मर्नु सक्दैन। बाबाले आज आत्मा इमोर्टल छ भन्नुभएको छ। आत्मालाई न काटेर काटिन्छ, न जलेर जल्छ,
न पानीमा डुब्छ किनकि आत्मा अजर अमर अविनाशी हो भनेर भन्नुभएको छ। बाबाले भन्नुहुन्छ कि यो पढाइले हामी देवी देवता बनिन्छौँ, तर कोही गुरुहरूसँग गएर पढ्यो भने उनीहरू चेला बनिन्छन्, तर हामीहरू बाबासँग पढ्यौँ भने हामीहरू देवीबाट देवता बनिन्छौँ भनेर आजको मुरलीमा बाबाले भन्नुभएको छ। अनि मायाबाट खबरदार रहनुको लागि भन्नुभएको छ, किनकि मायाले पनि घरिघरि हामीलाई गिराउनुको लागि पछाड्छ भनेर बाबाले आजको मुरलीमा भन्नुभएको छ। आजको स्लोगन यस प्रकार छ, एक अर्काको संस्कारलाई जानेर उनीहरूसँग मिलेर चल्नु यही उन्नतिको साधन हो। बाबाले आजको स्लोगनमा एउटा राजको कुरा दिनुभयो, उन्नति चाहिएको छ ठुलो ज्ञान होइन, अगाडि बसेको आत्माको संस्कार बुझेर मिलेर हिँड्न सिक्नुहोस्। जो मिलेर चल्छ बाबा त्यसैलाई अगाडि बढाउनुहुन्छ भनेर भन्नुभएको छ। ओम शान्ति।